ठुक्क अपराधी नै अपराधी भएको, दुष्टै दुष्ट भएको, एकदमै नराम्रो मान्छे भएको देश आज नेपाल देशमा बनिन्छ। हत्यारा पनि त्यही देशमा, बलात्कारी पनि त्यही देशमा, भ्रष्टाचारी पनि त्यही देशमा। एउटा राम्रो व्यक्ति रवि लामेछाने देश बनाउँछु भनेर आएको व्यक्तिले के गल्ती गरे त्यस्तो यार? आज उसकै पार्टीले, रविले बनाएकै पार्टीले उहाँलाई सभापति मान्दिन भनेर सभापतिबाट हटाएको छ। अनि शक्तिले सरापेको देश होइन र यो। हामी चेतावनी दिन्छौँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई, जति पनि मनिष झा, डिपी अरियाल होइन, अनि सोभिताहरू हुनुहुन्छ, त्यहाँ तोसिमाहरू हुनुहुन्छ, पूर्व सांसदहरू सबैजना हुनुहुन्छ नि, तपाईँहरूले यो चेतावनी लिइराख्नुहोस् कि हामी प्रवासबाट अहिलेसम्म हामी, मेरो ग्रुपमा मात्रै 35 जना छ होइन, केटाहरू केटी साथीहरू सबैजना हामी यस्तो मिल्छौँ कि देशको लागि परिवर्तन गर्नु, रविको लागि सपोर्ट गर्ने भनेर हामी यतिसम्म गरिरहेका छौँ। म मात्रै होइन, प्रवासमा रहने, विदेशभरि छरेर रहने 50, 60, 70 लाख जति नेपालीहरूले रविलाई समर्थन गरिरहेको छ है, भोट हाल्छ है। एउटा कुरा याद राख्नु, नेपालमै होला 60-70 लाख त उहाँलाई मनपर्ने धेरै जनताहरू छन्। तपाईँहरूले जुन सभापतिको विकल्प छैन भनेर तपाईँहरूले बोलिराख्नु भएको छ नि होइन, अनि कुन ठाउँको सभापति अरे त्यो दलालहरू के अरे सभापति हो भन्दैमा हामीले के मानिदिनु पर्ने? कुन ठाउँबाट प्रदेश सभापतिहरूले भन्नुभएको छ अरे रविको विकल्प छैन, हामी खोज्दैनौँ। तिमीहरूलाई भन्न चाहन्छु कि तिमीहरू अनुहारै चिनेको छैन कि अहिले नेपाली जनताले तिमीहरूलाई है। रविले गर्दा, रविको आशीर्वादले तिमीहरू रविले गर्दा चिनेकोहरू हो है। रविको आशीर्वादद्वारा बनेको पार्टी हो यो, रविले बनाएको सांसदहरू हो यो, रविलाई चिनेर भोट दिएको जनताले। बुझ्यौ नि तिमीहरूले? तिमीहरूको योग्यता र क्षमताले बनेको तिमीहरू हुँदै होइन। अर्को कुरा के भन्न चाहन्छु भन्दा यो भिडियोमा सक्दो सेयर लाइक गर्नु होला साथीहरू है। तिमीहरूलाई म यो के भन्न चाहन्छु भन्दाखेरि नि, जब रविलाई सभापतिबाट तिमीहरूले हटाउने दुस्साहस गर्यौ नि, तिमीहरूले यो आँट गर्यौ नि, तिमीहरू पस्ताउँछौ। अब हामीले भोट भनेको कसैलाई पनि हाल्दैनौँ। अब अहिलेको गृहमन्त्रीलाई, नयाँ गृहमन्त्री जेएनजीबाट बनेको गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई पनि हामी यो चेतावनी दिँदैछौँ, भन्दैछौँ, प्रवासबाट हामी बोल्दैछौँ। हामीले रेमिटेन्स यदि बन्द गरिदियो भने नि त्यो देशमा नि त्यो देश चल्दैन, नेपाल देश। रविलाई अहिलेसम्म न्याय दिन नसक्ने, जेलबाट रिलिज गर्न नसक्ने अदालत कानुन किन चाहियो हामीलाई? किन चाहियो सरकार? र रविको पार्टीका जुन सांसदहरू हुनुहुन्छ नि अहिले, कार्यकर्ताहरू, तपाईँहरूलाई रवि नै सभापति चाहिँदैन भने तपाईँहरू हामीलाई किन चाहियो? तपाईँहरूलाई हामीले सांसद बनाएर के गर्ने? पछि हामीलाई फाइदा छैन नि। हामीले रविलाई चिनेको, हामी रविलाई समर्थन गर्छौँ। रविको लागि गोली खान, मार्न, मर्न पनि युवाहरू तयार छन् अहिले। यति कुरा तपाईँहरूलाई विश्वास लाग्दैन भने अब हेरेर जानुहोस्, केही दिनपछि जेएनजी दोस्रो जेएनजीहरू जन्मिँदैछ। केही दिनपछि दोस्रो जेएनजीहरू जन्मिँदैछ। नेपालमा फेरि डरलाग्दो आन्दोलन हुँदैछ। यो पहिलो जेएनजीहरूले त केही पनि गरेन, भवनहरू जलाए, केही व्यक्तिहरू मर्ने मार्ने भयो। अबको डरलाग्दो हुन्छ है। 30 देखि माथिको फेरि अब आन्दोलनमा आउँदैछ। कतिको रगत बग्छ त्यो बेला थाहा हुन्छ। अहिलेको सरकारलाई र यो राष्ट्रिय स्वतन्त्र पार्टीको दलाल नेताहरूलाई म भन्न चाहन्छु है, रविलाई माफ गर्नु, दलाल भने रविलाई यति सभापतिबाट निकालियो भने, रविमाथि षड्यन्त्र गरियो भने, सभापतिबाट निकालिसकेछ भन्ने कुरा सुन्नमा आएको छ। यति निकालेको हो रहेछ भने साँच्चै नै हामी नेपालमा अब आन्दोलन गर्न तयारी गर्छौँ है। जराइदेखि राष्ट्रिय स्वतन्त्र पार्टी फेरि उखालेर फालिनेवाला छ। यति कुरा हेक्कर होस्, त्यो पार्टी रविले बनाएको, यति रवि नै सभापति रहँदैन भने रवि जेलमै बसोस्, जेसुकै गरोस् न, 10 वर्ष 20 वर्ष बसोस् न, वहीँ नै हो क्या सभापति। रवि जहाँसुकै जाओस् न, रविले जेसुकै गरोस्। रवि यो देशमा नरहे पनि त्यो पार्टीको सभापति रवि नै हुनुपर्छ। हाम्रो भनाइ हो, किनभने रविले बनाएको पार्टी हो।
रविले अनुहार पनि नचिन्ने मान्छेहरूलाई लिएर सांसद बनाएको के यो कुरा बिर्सिया हो? हामीले के सम्झाउनु पर्यो अब हामी युवाहरूले? किन रविलाई अहिले गनिँदैन? अहिले चौतर्फीबाट हेरिरहेको छु म, हामीले हेरिरहेको छौँ, हाम्रो केटाहरूले, हाम्रो ग्रुपले हेरिरहेछ, जसले पनि रविलाई घन्टी जस्तै बजाएको छ यार। मन्दिरमा आए घन्टी बजाउँछ नि जसले पनि आएर, त्यसले त्यसरी जसले पनि त्यसरी बजाइरहेको छ यार। विरोध पनि गरिरहेको छ, झुटो आरोप पनि लगाइरहेको छ। किन झुटो आरोप लगाइदिएछ? राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू किन रविलाई सपोर्टमा गर्न छोडिसक्यो? होसियार रहनु, हामीले भन्दैछौँ होसियार रहनु। यदि होसियार नरहने भने नि युवाहरूले मैले अघि भनिसकेँ, हामीले गर्नुपर्ने काम हामीले ढिलो गऱ्यौँ, जेनजीहरूले अगाडि आएर गरिदियो। के को कारणले गर्यो त? जेनजीहरूलाई प्रयोग गर्ने को छ यो हामीलाई थाहा छैन है, भन्दैनौँ। अहिले हामी केही कुरा बोल्दैनौँ, थाहा छैन भन्छौँ, हामी भन्दैनौँ। र जुन जेनजी आउनु पहिल्यैदेखि आउनु पर्थ्यो, 3 वर्ष 4 वर्ष अगाडिदेखि नै जेनजी आउनु पर्थ्यो, धेरै ढिला गर्यो। तर किन गर्यो? सामाजिक सञ्जाल जब बन्द भयो तब आयो। सामाजिक सञ्जाल बन्द गर्नु कारणले नै भ्रष्टाचारीको मुद्दा भनेर एउटा उयो बनाइएको हो, त्यो होइन। भ्रष्टाचारीको मुद्दा चाहिँ रविले मात्रै उठाएको। 24 न्युजमा सिधा कुरा जनतासँग चलाउँदाखेरिदेखि नै रविले भ्रष्टाचारीको मुद्दा उठाएर लडेको मान्छे हो। र पार्टी खोलेर आएर सांसद भएर गृहमन्त्री 6 महिना भएपछि फाइल खोलेको, भ्रष्टाचारको फाइल खोलेको रवि नै हो। अहिले रविको नाम बेचेर रविको फाइदा उठाएर कसैले मैले यस्तो गरेको उस्तो गरेको भनेर भन्न आवश्यक छैन, हामी पत्याउनेवाला छैनौँ। र एउटा कुरा कान खोलेर के सुन भने नि तिमीहरूले, रविलाई जुन राजनीतिक प्रतिशोध गरिँदैछ, आफ्नै पार्टीहरूले पनि त्यस्तो गरिँदैछ, हामीलाई सह्य छैन। र जुन षड्यन्त्र गरिँदैछ त्यो हामीलाई सह्य छैन। हामीले हेरिरहेका छौँ, डरलाग्दो आन्दोलन फेरि गर्नेछौँ हामीले। यो कुरा हेक्का रहोस्, यति मात्रै भन्न चाहेँ मैले, हेक्का रहोस्, बास यति मात्रै भन्छु, हेक्का रहोस्। हस्त नमस्ते। यो भिडियो सक्दो सेयर र लाइक गर्नु होला। जसरी रविलाई सभापतिबाट हटाइसक्यो नि, फेरि पनि रविको कुरा सुनिएन भने रविलाई सभापतिबाट हटाउने जसले दुस्साहस गर्छ नि, सडकमा निकाली कुट्नेछौँ हामीले। यो हेक्का रहोस्, याद रहोस्, त्यही भन्न चाहन्छौँ हामीले भोलि नारा लाउनु नपरोस् कि राष्ट्रिय स्वतन्त्र पार्टीमा भोट नहाल्नु भनेर। त्यो हेक्का रहोस्। रवि नै हो राष्ट्रिय स्वतन्त्र पार्टीको, रवि बाहेक अरू कोही पनि हुनेवाला छैन।